ल सबैजनालाई म भनिने यो यहाँ राखेको शुभकामना मन्तव्यलाई सुन्दा जस्तो मलाई लाग्छ र म निजगढ नगरपालिकालाई हार्दिक अभिनन्दन गर्दछु। खेलको अत्याधिक महत्त्व भएको हुनाले गर्दाखेरि तपाईहरू निरन्तर रूपमा आफ्नो खेल क्षेत्रमा लाग्नको लागि अनुरोध गर्दछु। सँगसँगै खेलको सँगसँगै अनुशासन चाहिँ ठिकै आउँछ र मैले यो खेलकुद भन्दा अगाडि धेरै चाहन्छु खेलको आयोजना गरिरहँदाखेरि के पछि के गर्ने भन्ने कुराको अलिक व्यवस्था बसी हामी सुस्त हुन सक्दैनौँ। 8 बजे सुरुवात गर्ने भनेको गेम अहिले हामी 10:15 हाराहारीमा पुगिसक्यौँ र अहिले पनि बजारको प्रमुखबाट मैले योभन्दा अगाडि पनि भनेको यो विश्वमा पछिदेखि के गर्ने भनेर सिकाइन्छ। खेलाडीको काम भने खेल खेल्ने मात्रै होइन, जीवनको लागि आवश्यक पर्ने सबै चिजहरूको मेन्टेन गर्नुपर्छ र प्रशिक्षकहरूले सबै कुरा सिकाउनुपर्छ, दोकानको प्रमुखहरूले पनि त्यो कुरा सिकाउनुपर्छ खेलाडी भाइ बहिनीहरूलाई। त्यसकारण हाम्रो प्रेमासिंह जिल्लामा लगायतका वरिष्ठ प्रशिक्षक लगायतका धेरै साथीहरू यो खेलमा निरन्तर आफ्नो जीवन समर्पित गरिरहनु भएको छ। ती सबै साथीहरूलाई म निजगढ नगरपालिकाको तर्फबाट नगर खेलकुद विकास समितिको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। साँच्चै खेलकुद खेलेर धेरै पैसा कमाउन त नसकिएला, तर खेलकुदको माध्यमबाट आफ्नो स्वास्थ्यलाई सुधार गर्न सकिन्छ, आफ्नो व्यक्तिगत नामको पहिचान बनाउन सकिन्छ, राष्ट्रलाई ठाउँलाई देश विदेशमा चिनाउन सकिन्छ। खास गरी विद्यार्थीहरूले यसको 43 वर्षको इतिहास भइरहँदाखेरि नेपालले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ। शिवकृष्ण, अन्दिना वैद्य, दीपिका थापा, सम्झना गुरुङ लगायतका धेरै खेलाडीहरूले अन्तर्राष्ट्रिय ओलम्पिकदेखि लिएर एसियाली गेम्सहरूमा पदक जितिसक्नु भएको छ। यो राष्ट्रिय अन्तर्राष्ट्रिय पदक जित्ने मात्रै विरोधी वास्तवमा अत्याधिक रहेको छ विश्वमा। त्यसकारणले हामीले घटना हेर्दाखेरि खेलकुद भनेको प्रतिस्पर्धा गर्ने, प्रतिस्पर्धामा मेडल जित्ने, फर्स्ट सेकेन्ड थर्ड हुने मात्रै जित्यो भने खेललाई हाम्रो बुझाइ अधुरो हुन्छ। त्यसकारणले गर्दाखेरि खेल चाहिँ यति धेरै महत्त्वपूर्ण कुरा हो, यसको चौतर्फी महत्त्व छ। यो महत्त्वलाई बुझेर निजगढ विकासले सकेसम्म सबै खेलाडीहरूलाई, सबै खेलकुदलाई गर्ने कार्यको सुरुवात भएको छ। यो आयोजनालाई सबै दोजाङको प्रमुखहरूले यो खेलसँग लाग्नु हुने निजगढमा त हामीलाई के सम्म थाहा छ भने हामी बच्चै हुँदाखेरि यहाँ बजारमै बस्ने दाजु हुनुहुन्थ्यो शङ्कर लामा भन्ने, अनि अहिले यहाँ हाम्रो माझमा हुनुहुन्न सिटिडिओ करातेको चाहिँ केशव ठकुरीहरू हुनुहुन्थ्यो र टेक्वान्डो खेलको चाहिँ शङ्कर दाजु अहिले काठमाडौँ बस्नुहुन्छ। उहाँहरूले निजगढमा चाहिँ टेक्वान्डो र सिटिडिओ खेलको सुरुवात गरेको हामीलाई अनुभव छ।